तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। के तपाईलाई उहाँले यसरी भन्नु अति अद्भुत छैन र? तपाईँ को हुनुहुन्छ वा तपाईँ के गर्नुहुन्छ भन्ने कुराले फरक पार्दैन। यदि तपाईले परमेश्वरको वचनमा विश्वासपूर्वक प्रतिक्रिया जनाउनु भएको छ भने तपाईलाई यस्तो ठाउँमा ल्याइएको छ कि जहाँ तपाईलाई उहाँले कहिल्यै छोड्नुहुने छैन वा त्याग्नुहुने छैन भनी जान्न सक्नुहुन्छ। आज तपाईका साथीहरू वा आफन्तहरूले तपाईलाई त्याग्न सक्छन्, तर प्रभु येशूले तपाईलाई कहिल्यै त्याग्नुहुने छैन। अनि म यो आशा गर्छु कि उहाँ तपाईको पक्षमा हुनुहुन्छ।